हेलो गाइज, आज 10 नोभेम्बरको दिन हामी फेरि ब्याक भइसकेको छौँ। आज चाहिँ हामी नर्मल्ली हिँडिरहेको छौँ। एन्ड टुडे आफ्टर 3 months मैले फेरि बाइक किन्न लगाएको छु। अरू पनि त्यस्तै हो, बाइक चाहिँ किन्न लगाएको छु। कुन बाइक होला गेस गर्दै गर्नुहोस्, आउँदैछ। तैँले भन्छ कि कुन बाइक किन्नला? छैन भन्ने कि नभन्ने, अहिले देखिहाल्छ। तर मलाई एउटा कुरा एकदम भन्न आउँदैन, मलाई मन परिरहेको चाहिँ अर्कै बाइक थियो। त अर्कै बाइक किन्न लाग्यो। केटिएम मन पर्ने। अनि आज पार्टी पनि दिन्छ। आज त पार्टी खानुपर्छ। बाइक किनेको किन जोड्ने? बाइक किनेपछि पार्टी चाहिँदैन? बाइक किनेपछि हैन? गाइजहरु कुरा चाहिँ के भयो भने दादाले फोटो सेन्ड गर्छ। बाइक किन्न लागेको त भनिसके मान्छेले कति भन्ने बाइक किन्न लाग्यो भनेर। त्यही हो होइन। अनि अब दादा चक्क लगाएर जान्छ होइन। अहिले यहाँ रिजन भन्ने एकजना के भएको भनेर रिजन भन्ने जन्तुसँग अब दादा फोटो लिन भएको। यो मूल खातेले बिहानै हामी जिम गर्ने बेला बाइक किन्ने भनेर भन्यो। अहिले चाहिँ बाइक स्विच गरेछ। यसले स्विच गरेछ। मैले चलाइरहेको थिएँ, यसले चलाइरहेछ। यसको नयाँ बाइक आउँछ भनेर बाइकमा हात बसाउनको लागि। अनि त्यसपछि यसलाई चाहिँ अब हतार भइरहेको बेला जाममा परेछ। उयो हेलो भनिदिनु। अनि हामीले झन्डै एउटा आन्टीलाई नै हानिदिएको। यसले हानेको मैले होइन। मैले त त्यो आन्टीको ज्यान बचा हो। आई एम मिल्क लभर नि त। गाह्रो छ। ल ठिक छ जाँदैछौँ हामी। हाम्रो लक्ष्यतिर बढ्दैछौँ अगाडि बिस्तारै बिस्तारै। धन्यवाद हेर्दै गर्नुहोस् गाइस। हामी आधी बाटो पुग्न लागिसकेको छौँ होइन। यो खातिर यस्तो कुदायो होइन। खै के हतार हो यसलाई होइन। मैले यमराजको त्यो राङ्गासँग रेस खेलेर देखायो भने यार। अब एउटा ड्युकवाला त कन्फ्युज भयो क्या। हामीले रङ साइडबाट ओभरटेक हाने होइन। ड्युकवाला त कन्फ्युज भयो कहाँ छिराउँ भनेर। धन्न यसको मुझी हेलमेट भित्र छिराएन। मेरो हेलमेट हो 9,000 9,900 अहिले घट्यो होला। त्यो नि मैले 9,000मा किने अन्त 9,900 एक्ज्याक्टली। अनि अहिले हामी जाँदैछौँ हो फाइनल डेस्टिनेसन। हामी पुग्दैछौँ हाम्रो मन्जिलतिर होइन त? एक्ज्याक्टली। सो गाइज, हामीले रियाजीलाई बाटो भेटिसकेको छौँ र अब हामी जान लागेको छौँ अब अरू भने त्यस्तै हामी ओमेनको लागि कुरिरहेको छौँ। त्यो राणावानको बाइकमा जाने भनेर त्यो खोइ आएको होइन। 7 किलोमिटर रहेछ यहाँबाट 19 किलोमिटर। यहाँबाट 7 किलोमिटर छ। हामी अहिले इमाडोलको युनाइटेड स्कुलतिर छौँ। ये बाइक इज कमिङ। ट्राइम किन्न लाग्छ मैले। बाइक एकजनाले किनिरहेछ, 4जना गइरहेको छौँ। एकजनाले बाइक किन्न दुःख चाहिँ 4जनाले भएर। तर हामी चाहिँ पार्टीको लागि मात्रै लाग्नु त लाग्दैन। दुःख गरेर फाइनली यो ट्रायम्फ हाम्रो ट्राफिकले झन्डै नमारेको यार। अनि हामी झन्डै भगवानलाई प्यारो नभएको। ट्राफिक नभएर मात्रै हो। खै हेर्नु त हेलमेट कुन लिला? यो पनि राम्रै छ। यहाँ चाहिँ हेलमेट एउटा पाउला फ्रीमा। रियलाइज के तिमीलाई किन यो चाहिँ नगर्ने? उसले अर्कै किन्छ। किनिसक्यो सार्प प्रेसर प्रो रेसिङ डिभिजन हेलमेट। खै कसले लगाउने? लगाउँ न खै। तिम्रो पाएको भएन। मान्छे राम्रो हो कि हेलमेट राम्रो हो? अरे रे 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 कस्तो नचिनेको हो मैले। को हो खै? आमा असासिन हो क्या हो। साइज चाहिँ ठिक रहेछ। कुन साइज? लार्ज बाइक चाहिँ यो छ है। बाइक चाहिँ यो है खतरा छ नि त बाइक। आफ्नो अनुहार पनि देख्छ है।
यस्तो राम्रो छ टिलिक्क टल्केको अलिअलि फोर्स छ त्यहाँ फ्री छ यसको हो बाइक चाहिँ यो मान्छेले मिलाइदिएको यो मान्छेको बाइक हो ट्याक्स क्लियर एक्सन यो टिकटक कहीँ पोस्ट हुनु भएन के हुँदैछ किन आएको छोपेको नाच्दैन 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 आम्मा के हो ल ल पहिला फुटा हजुर Danny who? Right. Right. To the right. 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 Left. Right. Left. यो पनि पक्कै हुँदैन बुन्छ है फर्मालिटी हो कि रिया ब्लक बाइक आइसक्यो बल्ल तल्ल हेलमेट पनि आइसक्यो कति खुसी छ आमा कति खुसी आफ्नै पैसा लगाइदिनु पऱ्यो लगाउ न लगाउने हो कि दोस्त भाइजर पनि लगा न आज को चिन्दै चिन्दैन त्यहाँ तिम्रो पो आइफोन हो त भाइ आइज हामी चाहिँ सब सकेर डेजर्ट पनि सकेर अब पानीपुरी खान आएको मुख त्यस्तो गुलियो भयो अलिकति पिरो हुनु ट्रिट चाहिँ उयसको है फाइनली आजको डे सकिएको छ नयाँ ट्राम पनि घर आइसकेको छ म पनि घर आइसकेँ अब हामी यो भ्लगलाई यही एन्ड गरिदिन्छ कस्तो लागेको छ नयाँ ट्याक्क 9 बजे नै भइसक्यो 1 बजे आएको हामी 9 बजिसक्यो अब ये भन्दै अब हामी How are you feeling about the new bike? It's supposedly good. Supposedly good. Didn't expected this good तर good छ अब हेरौँ कस्तो के हुन्छ मेमोरिज यो बाइकमा हेर्दै जानु मोडिफिकेसन पनि हुन्छ मोडिफिकेसन ल बाई बाई गाइज